यसले युवा क्लबमा रहने सम्पूर्ण बचतकर्ताहरूमा नमस्ते। आज हामीले सूर्योदय युवा क्लब हो क्लबमा रहनुहुने सम्पूर्ण बचतकर्ताहरूको नाम चाहिँ मेन्सन गर्न गइरहेको छु। नाम पहिला नामलाई चाहिँ अगाडि बढाउँ, त्यसपछि बाँकी कुराहरू गरेको होला। यो बचतकर्ताहरूको नाम खिमबहादुर परियार, कृष्ण थारू, मुक्तिप्रसाद ढोका मगर, सूर्यबहादुर केसी, विष्णुवीर राणा मगर, देव गिरी, रविन्द्र शाह सोनार, रवि नेपाली, शैलेन्द्र गुम्बो, लेखराज गुरुङ, ज्ञानबहादुर गुरुङ, तारा राणा मगर, शिव मगराती, पुनः रेग्मी, रितेश पासवान, गोविन्द घट्टी मगर, किरण चौधरी, नरेश भण्डारी, राज भण्डारी, गणेश राई, अनिश राई, टीकाराम विश्वकर्मा, नवीन चौधरी, रेशबहादुर लिम्बू र म स्वयं आजी मगर। हामी चाहिँ एउटा टिम भएर चाहिँ हामीले सूर्योदय युवा क्लबलाई अगाडि बढाइरहेका छौँ। हाम्रो क्लबलाई यहाँसम्म पुर्याइदिनु हुने हाम्रो सम्पूर्ण बचतकर्ताहरू हैन, उहाँलाई धेरै धेरै धन्यवाद सम्पूर्णलाई। आगामी दिनहरूमा पनि यसै गरी युवा क्लबलाई अगाडि बढाइदिनु हुन अनुरोध गर्दछु। सबैजनाले बचत गर्नुभएको छ। महिनावारी बचत एउटा विश्वासले गर्दाखेरि तपाईँहरूको विश्वासले हाम्रो युवा क्लब बचत यसरी अगाडि बढिरहेको छ हैन। हाम्रो यो मेन लक्ष्य चाहिँ के हो भनेदेखि परदेशमा आएर पैसा चाहिँ फुर्मस नगरौँ हैन, पैसा फुर्मस नगरौँ, पैसालाई चाहिँ अलिकति सदुपयोग गरौँ र हाम्रो यो संस्थालाई अगाडि बढाउँ, संस्था गरौँ भन्ने एउटा भावनाले चाहिँ हाम्रो संस्था अगाडि बढेको हो। यसै संस्था मार्फत यहाँबाट सहयोग अथवा उद्धार पनि भइरहेको छ। हामीले यो वर्षमा चाहिँ हामी 2 जनालाई हामीले यहाँबाट उद्धार गरेर हामीले नेपाल पठाएको छौँ। यहाँ आएर बिरामी भएको कारण उहाँ काम गर्न नसक्ने अवस्थामा उहाँ 7-8 महिनामा चाहिँ यहाँबाट नेपाल निस्किनु पर्ने कारणले चाहिँ उहाँको अब रोग त्यस्तै बिरामी त्यस्तै काम गर्न नसक्ने अवस्थाले उहाँलाई चाहिँ हामीले यहाँबाट हाम्रो युवा क्लबको सहयोग अभियानले नै उहाँलाई नै हामीले यहाँदेखि उद्धार गरिएको। अब उपचार भइरहेछ, उपचार अहिले लगभग सक्सेस भएको छ, भइरहेको छ। उहाँसँग कन्ट्याक्टहरू भइबस्छ। हाम्रो सहयोग पनि उद्धार कार्यक्रम पनि भइरहेछ र प्लस हामीसँग हामी बचत पनि भइ नै रहेको छ। हाम्रो बचत गर्नुहुने सम्पूर्ण सरहरूलाई धेरै धेरै नमन। त्यसै गरी तपाईँले आफ्नो खर्च भइरहेको बाहिर खर्च भइरहेको पैसालाई चाहिँ सदुपयोग गरेर चाहिँ अब केही समय होला कि भनेर तपाईँले बचत गर्नुभएको छ एउटा विश्वासले हैन। सबैजनालाई धेरै धेरै धन्यवाद। अहिलेसम्मको हाम्रो 17-18 महिनाको हाराहारीमा हामीले लगानी कति छ हाम्रो टोटली सबैलाई नेक्स्ट गर्न सकिन्न। हजुरहरूको एउटा विश्वासले चाहिँ हाम्रो पैसाहरू राम्रोसँगले हैन तपाईँहरूको पैसा पनि गइरहेछ। तपाईँहरूलाई जतिसक्दो मेरो लक्ष्य चाहिँ के हो भनेदेखि एउटा कोष अध्यक्ष अथवा हैन एकाउन्टको हिसाबले चाहिँ जतिसक्दो तपाईँहरूलाई चाहिँ कसै प्रफिट दिने भन्ने कुरामा चाहिँ हामी गइरहेछौँ। अब यो महिनादेखि तपाईँहरूको 100 रुपियाँ बचत गर्दा तपाईँलाई 100 रुपियाँ प्रफिट हुनेछ। नेक्स्ट मन्थ आई थिङ्क तपाईँले 100 रुपियाँ बचत गर्नुभएको बचतमा तपाईँको ब्याज मात्रै 140 आई थिङ्क यति आउनु
लगभग यति जति भेट्छ। यो सब हामी गर्दै जानेछौँ। तपाईँहरूको सहयोग भनेको यति नै चाहिने रहनेछ र हाम्रो यो सूर्योदय युवा क्लब त्यसै नै अगाडि बढिरहेको छ। यसरी नै बढाइराख्नु हुन अनुरोध पनि गर्दछु। तपाईँहरूको यो विश्वासले गर्दा नै सूर्योदय युवा क्लब अगाडि बढ्न सक्छ, बढेको पनि छ। तपाईँहरूको यो विश्वासलाई धेरै 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 धन्यवाद। यसै गरी बचत गर्नुपर्छ भन्ने एउटा सन्देश सबै व्यक्तिमा पुगोस् हैन। बाहिर आएर बाहिर विदेशको ठाउँमा आएर अब तपाईँको बाहिर पैसा फुर्मास गर्नुभन्दा हैन एउटा कुनै ठाउँमा बचत गरौँ भन्ने एउटा मनोभावनाले तपाईँले बचत गरेको एउटा राम्रो हुन्छ। किनकि त्यो बचतले तपाईँलाई पछि केही हदसम्म सहयोग पनि पुग्नेछ र तपाईँलाई यहाँबाट हामीले ऋण पनि दिइरहेको छौँ हैन। यहाँदेखि तपाईँलाई हामीले डबल ऋण पनि दिएको छौँ, तपाईँलाई डबल फाइदा पनि हाम्रो बचतबाट हैन सहयोग त्यहाँनिर पनि भइरहेछ। एकदम म पनि खुसी नै छु हैन। तपाईँले एउटा राम्रो विश्वास दिनुभएको छ, विश्वास गर्नुभएको छ होइन। तपाईँहरूले जम्मा गर्नुभएको पैसा म कहीँ कतै अलिकति पनि तलमाथि नगरिकन कति तपाईँहरूको पैसा कति कलेक्सन हुन्छ लगभग अब मेरो यहाँको कार्यकाल पनि धेरै छैन। प्लस मेरो यहाँको अवधि रहन्जेलसम्म तपाईँहरूको पैसाको रक्षक मै नै रहनेछु। त्यसपछि अब मेरो यहाँको कन्ट्र्याक्ट लगभग सकिएको अवस्थामा म तपाईँहरूलाई सबै हिसाबहरू बुझाएर देखाएर अथवा अब दिएर हैन रुपे मेरो भागमा जति आउँछ त्यति नै तपाईँलाई दिने हो। तपाईँलाई जति पर्छ त्यति नै मैले अर्को सन्देश के भनेदेखि अब हाम्रो विदेशी साथीहरूलाई पैसा बाहिर फुर्मास नगरौँ। किनकि अब पैसालाई अलिकति सदुपयोग पनि गर्नलाई सिकौँ भन्दाखेरि अब सबैलाई अब हैन एउटा बाहिर ठाउँमा आएर यसरी अब भयो भन्ने नलिनु होला। त्यो चाहिँ एउटा हाम्रो सन्देश मात्रै हो हैन। सबैले गर्नुपर्छ भन्ने पनि छैन, तर जो जति इच्छा हुनेहरूले अब हैन मैले कमाउन आएको छु म केही गर्छु भनेर भन्नुहुने साथीहरूलाई चाहिँ यो भेटाउँछ। अब हाम्रो चाहिँ हामी अहिले 25 जना छौँ। 25 जनाको रनिङमा हामी अहिले गइरहेको छौँ। हाम्रो 25 जना मेम्बरहरू हुनुहुन्छ, बचतकर्ताहरू 25 जना हुनुहुन्छ। मलाई सबैलाई धेरै धेरै धन्यवाद हैन। तपाईँहरूको पैसा रनिङ भइरहेछ अहिले हामीसँग आउट 24,000 आउट भइरहेछ पैसा। हाम्रो भित्र संस्थाबाटै दाम हुने साथीहरूले पनि लगिरहनु भएको छ। अब 34,000को हारामा गइरहेछ। आगामी दिनहरूमा अझै धेरै जानेछ र हाम्रो प्रफिट अझै मिल्नेछ। फुर्मास नगरौँ, पैसा अलिकति के गर्दै हुन्छ बचत गरौँ, महँगो ब्याजमा पैसा नउठाउँ। संस्थाभित्रबाट तपाईँलाई जति चाहिन्छ पैसा उपलब्ध हुँदैछ। यति भन्दै नेक्स्ट मन्थमा राख्नेछु हैन। आजको टोटली पैसा भनेको हामीले यहाँनिर अहिले 63,800 दिने भएको छ यहाँको हाम्रो सम्पूर्ण बचतकर्ताहरूलाई चाहिँ मैले जानकारी गराउँदैछु। अब सबैलाई मेसेज त गर्नु मिल्दैन, हिँड्नको निमित्त ड्युटी पनि छ। आज थोरै समय मिलेर चाहिँ तपाईँलाई जानकारी गराइदिएको सूर्योदय युवा क्लबको कोषाध्यक्ष अथवा तपाईँहरूको पैसाको रक्षक एकाउन्ट अहिले नभए यहाँदेखि जानकारी गराउँदै बिदा हुन चाहन्छु। धन्यवाद।